हिउँ परिरहेछ के अरे माथि आकाशबाट है। छोरीले हिउँ खेल्ने जाम भनेर यी छोरीको चाल यस्तो छ। अनि हामीले बाटोहरू सफा गरेको, हिउँ खेल्दै बाटोहरू सफा गर्दै गरेको। हुन्छ, हजुरलाई जस्तो गर्नु मन लाग्छ त्यस्तै गर्नुहोस्। बसेर खेल्ने रे, पछाडि भएर खेल्ने रे, अगाडि भएर खेल्ने रे है। छोरीलाई चाहिँ हिउँ खेल्न रमाइलो लाग्छ। जताततै सबै छोरी हिँडेको हो, यो सबै छोरी हिँडेको। यो मेरो फाल्तीको सिन छ। अरू सबै छोरी हिँडेछ डुलेछ उदे बाटोदेखि टाढा हिँड्ने बाटो सफा गरेर नुन छरिदिएको भएर बाटोतिर बसेको छैन। सुमिना चाहिँ हिउँमा रमाइरहेको छ। सुमिना छोरी अब चाहिँ पल्टेर खेल्ने अरे, हिउँ सफा गर्ने बाटो सफा गर्छन् है। सुमिना चाहिँ अब पल्टेर खेल्ने अरे। ओके भयो नपल्ट्यौ भयो ल एकछिन चाहिँ पोल्ट्री खेल त ल। पोल्टेर सुमिनालाई चाहिँ यस्तरी खेल्न मन लाग्छ। काम छैन काज छैन सुमिनाको, यसरी खेल्न पाए भयो उसलाई होइन। हामीहरू चाहिँ हिउँ खेल्न आएको सुमिना र म है। अनि यता पनि अलिकति सफा गरेको, अनि नुन पनि छर्दैछौँ। सुमिना चाहिँ हिउँ खेल्दैछ है। डोलो पार्दै हान्दै गर्दैछ उसलाई। हेलो बेबी, हाई भएको छैन। तिमी खेलेको 1 घन्टा जति भयो। हेर त त्यो टोपी रुजिसक्यो। टोपी रुजिसक्यो। अबि अझ मम्मीलाई हान्नु भन्छ। नो नो नो, यो सबै बेबी हिँडेको, यो सबै खास हामी यो बाटो सफा गर्नु आएको है। किनभने आफ्नो घरको अगाडि होइन, यो सबै सुमिना हिँडेछ। यतादेखि यता सबै हिँडेछ, यसरी खेलेछ है। अब हाम्रो यो घर भयो होइन, यो घरको अगाडि चाहिँ आफूले सबै सफा गर्नुपर्छ। अनि बाटो सफा गरेर नुन हालेर होइन। अनि त्यसले त्यसरी होइन सुमिनाले चाहिँ घर जान नमानेर मम्मीलाई हिउँमा हान्छ। के भएछ रे? फाटेछ रे? फाटेछ? इसके नो प्रब्लम पनि छ तिम्रो। ल खेल जाम भएर घर भन्दा त मान्दै मान्नु। मम्मी चाहिँ जाने होला घर। मम्मी त गयो ल वाकिङ गरेर। आऊ छोरी आऊ, आऊ मेरो पुन्ती, मेरो पुन्ती आऊ। जाने मन छैन अरे उसलाई चाहिँ। मम्मीलाई हान्छ अझ। अझ मम्मीलाई हान्छ भन्दा त लायो, मम्मीलाई लायो। मम्मी स्कर्ट भयो। आई लभ यु रे, तर हान्छ अरे।
आया मम्मीलाई हान्छ अरे र हेर त मम्मीलाई हानेको ओ हेर मम्मीलाई यसरी हान्दैछ नहानु न प्लिज प्लिज नहानु न